हाम्रो घरमा साई बाबाको फोटोबाट कति धेरै विभूति झरिरहन्छ। कस्तो अचम्म लाग्यो आफूलाई पनि, अनि त्यही भएर फोटो पछाडि के मेसिन फिट छ कि भनेर हेरिरहेको थिएँ मैले। यो नेपाल डायरिजको चाहिँ डे 1। एयरपोर्टबाट झर्ने बित्तिकै घर फर्किँदै थियो, देखियो स्कोर्पियोमा आशाको किरण। पापाले रिसेन्टली पुथपर्ती गएर साई बाबाको खुट्टा लिएर आइसक्यो, यसमा पनि विभूति उत्पन्न भइरहेछ। घरमा यो नयाँ फ्रिज लिएर आएको महिनौ भइसक्यो, प्लास्टिक अहिलेसम्म निकाल्छे छैन। सुत्न पनि पाएको छैन, के गर्नु, काम गर्न परिहाल्यो। खाना खाएर लागे म र पापा काम गर्न तर्फ, किनकि यो सबै ल्वाङ ब्ल्याक चाहिँ हामीले युएसए पठाउँदैछौँ। सुटुक्क लाएर एउटा सिक्रेट भन्न पर्दा चाहिँ हामी युएसएमा पनि छिट्टै आउँदैछ। बाटोभरि चुनावको मात्रै माहौल छ। बाटोमा डिफ्रेन्ट पोलिटिकल पार्टिजहरूको डिफ्रेन्ट स्पिचेसहरू चलिरहेको थियो, तर सुन्नको लागि मान्छे थिएन। एभ्री टाइम नेपाल आउँदाखेरि पापाले मलाई जहिले सुट सिलाइदिन्छ। घर फर्किँदा पार्लियामेन्ट हाउस हुँदै फर्केको, त्यहाँ दोकामै जेन्जी मार्टिसहरूको न्यानो सम्झना रहेछ। अब यो 2 दिन होली भएर होला सबै पेट्रोल स्टेसनहरू चाहिँ बन्द हुन्छ, र पेट्रोल स्टेसनमा चाहिँ कति धेरै भिड थियो भने। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।